नमस्ते सबैजनालाई। आज चाहिँ एक भिडियो लिएर आएको छु र पुरै भिडियो स्किप नगरी हेरिदिनु होला अनुरोध गर्न चाहन्छु। इम्पोर्टेन्ट भिडियो हो र मैले यहाँ अघिदेखि नै फोटो लागिरहेको छु। कुरा त्यही हो, त्यसकै बारेमा कुरा भइरहेको छ। र सर्वप्रथम एउटा कुरा भन्छु हैन, एउटा कुरा भन्छु, जतिलाई राम्रो लाग्छ ठिक छ, जतिलाई राम्रो लाग्दैन भने गए हुन्छ, भिडियो स्किप गर्दा हुन्छ हैन। जसले पनि यसलाई फलो गरेको छ है, जसले पनि यसलाई फलो गरेको छ त्यो नामर्द हो मुजी सबभन्दा पहिला त हैन। र यो भिडियोमा त्यही विषय बारेमा भिडियो हुँदैछ र तपाईको एक शेयरले गर्दा मलाई लाइक कमेन्ट केही चाहिँदैन हैन, फलो पनि चाहिँदैन। तपाईको एक शेयरले गर्दा यो भोलि कलमा आएर हुन्छ या मेसेजमा आएर हुन्छ सरी भन्नु पर्यो यसले। र जतिले यहाँ आइडी मेन्सन गरिदिएको छु सबैजनाले, जसले फलो गरेको छ सबजनाले अनफलो गर्ने है। र सबैजनाले रिपोर्ट हानेर लक्ष्मी ठकुरी अनफलो एन्ड रिपोर्ट भनेर चाहिँ शेयर गर्दाखेरि माथि लेखिदिने, उसलाई मेन्सन गर्न जरुरी छ है। एउटा पेज खोलेको छु, त्यो पेजमा हैन केटा केटी हैन गर्ल बोय बुढा पाखा त्यहाँ केही हेरिन्न है, केही हेरिन्न। जसले गलत गरेको त्यसको बारेमा हाम्रो विजय दाई अनि आदिजङ छेत्री र 100 मिलियन यिनी खिलाफ लड्नेछौँ। एउटा म भएले त्यो सबै खिलाफ लड्नेछु भन्ने चाहिँ एउटा ग्रुप खोल्नेवाला छ र छिटै नै त्यो ग्रुप आउनेछ। सर्वप्रथम बाँकी केही कुरा हैन, खासमा यही कुरा गर्नको लागि चाहिँ म आएको हुँ। र जो नामर्द हैन यसलाई फलो गर्छ, यसलाई लाइक कमेन्ट गर्छ, त्यो मुजी नामर्द हो। सिधा कुरा भन्न चाहेको छु हैन। बाँकी घुमाइ फेराइमा कुरा गर्न चाहन्न, सिधा कुरा गर्छु। र जतिजनाले पनि सबैजनाले एउटा यो तपाईको एक शेयरले गर्दा भोलि यसले कलमा आएर हामीहरूलाई जसरी हुन्छ जहाँबाट हुन्छ कन्टेन्टमा आउनु पर्यो यो केटी है। अझ फेरि माई चोइस अरे, माई चोइस भनेको के हो हैन, माई चोइस भनेको के हो मलाई त थाहै छैन। म नेपाली हो, म इङ्ग्लिस जान्दैन। माई चोइस भनेको के रहेछ यो पनि त्यसले त्यो रानीले बुझाइदिनु पर्यो क्या मलाई है। यस्तो भिडियो नबना, नेगेटिभ भिडियो नबना, समाजमा असर पर्ने भिडियोहरू नबना। भोलि हामीहरूको बच्चाहरू आउँछ हैन, हामीहरूको छोराछोरी कोही होलान्, दिदीबहिनी को होलान् हैन, तिनीहरूले भिडियोसँग त्यो ग्रुपमा एउटा फ्यामिली ग्रुपमा बसेर नहेर्न सक्ने त्यस्ता भिडियो बनाएछ। कहाँ कति जाङ्गडा हल्ला, यता कहाँ साग हल्ला, ठिकै हो। अलिक यत्रा भयो त हल्लाउनु पनि ठिक हो, मान्छु म, स्वाभाविक हो। केटाहरूले हेर्न पनि मजा आउँछ हैन, केटाहरू पनि हेर्छन्, मान्छु। केही छैन, सुकेको हड्डी चाहिँ यति मोटो पल्छ, मुजी त्यही हलाएको छ हैन। नबोल्नु यो भिडियोमा, छाडा नबोल्नु भन्छ। मेरो दिमाग यहाँबाट नि यस्तो घुमेर यहाँ भइसक्यो, यहाँ प्रेसर पढेपछि अनि मलाई के बोल्छु मलाई थाहा हुन्न है, त्यसको लागि सरी। तर यो भिडियो जहाँसम्म हुन्छ त्यहाँसम्म शेयर गरी लक्ष्मी ठकुरीलाई यो भिडियो मेन्सन गरेर यसलाई रिपोर्ट हानेर के यसको आइडी खत्तम गर्नु पर्यो हैन, के आइडी खत्तम गर्नु पर्यो, कि गर्नु पर्यो, यो अनफलो गरिदिनु पर्यो है। र यो सबै हामीहरू मेरो हातमा छैन, मैले सिर्फ आवाज उठाइदिएको हो। यो पब्लिक पावर भन्ने के हो भनेपछि यो तिमीहरूले बुझाइदिनु पर्यो, जसरी हुन्छ जहाँबाट हुन्छ यो बुझाइदिनु पर्यो। प्लिज रिक्वेस्ट गर्छु म तपाईहरुसँग दर्शकलाई बिन्ती जोडेर भन्न चाहन्छु। र यो भिडियो जहाँसम्म हुन्छ शेयर गरी लक्ष्मी ठकुरीलाई अनफलो गरी उसलाई रिपोर्ट हानिदिनु पर्यो। र जे भन्नुहुन्छ त्यहाँ कमेन्टमा गएर हुन्छ या मेसेजमा गएर हुन्छ हैन, त्यसको खिलाफ अहिले हैन कि म जबसम्म त्यो आउँदैन तबसम्म म लड्छु, छाती खुलाएर भन्छु, अझै पनि लड्छु त्योसँग। माई चोइस भन्ने के कुरा रहेछ भनेर बुझ्दाखेरि मैले दाँतमा किला हाले हैन, हग्ने दुलो र मुत्ने दुलोमा किला हाल्न बाँकी छ। कोही मेकानिक छ भने उहाँ मलाई यो भिडियो भनिदिनु होला भनेर पनि अस्ति नै त्यसले एउटा भिडियो पोस्ट गरेकी थिए हैन। त्यहाँ चाहिँ मैले मेरो आफ्नै साथी आदिजङ छेत्रीलाई मैले इन्भाइट गरिसकेको छु। र केरलाबाट बेङ्गलोर जान 3-4 घण्टा लाग्छ। मेरो साथीले अब के हुन्छ पलास के हुन्छ हैन, त्यो लिएर आदिजङ छेत्री तिमीलाई जसरी हुन्छ त्यो पलास लिएर के हुन्छ नटबुल ल्याउने के, नटबुल त्यो किला नलिजाउने, नटबुल यति मोटा यति लामा यति मोटा नटबुल लिजाउने हैन, त्यो नटबुल लिएर ठास्दिने है। धन्यवाद। धेरै लामो भिडियो शेयर गरी कहाँ हुन्छ यो मुजी राणीलाई जहाँसम्म हुन्छ शेयर गरेर यसको भिडियो या आइडी जहाँ हुन्छ जसरी हुन्छ अनफलो गरेर हुन्छ नै। जतिले पनि हेर्नुभएको छ सबजनाले यो भिडियो शेयर गरेर सबले अनफलो गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। नमस्ते।